सबैजनालाई नमस्ते। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। त हामी पनि सन्चै छौँ। हाम्रो चाहिँ धेरै दिनपछि बल्ल भिडियो आज अपलोड गरेका छौँ साथीहरू। धेरै नै अगाडि दिनदेखि फिल्म हेर्न जानको लागि प्लान गरिरहेको थियौँ, तर पनि हामी केही कारणले जान सकेको थिएनौँ समस्याले। अनि हिजो चाहिँ हामी फिल्म हेर्न गएका थियौँ साथीहरू। यो चाहिँ हाम्रो हिजोको भिडियो। हिजो चाहिँ मैले अपलोड गर्न पाइनँ मेरो कार्यव्यस्तताका कारणले। हिजो चाहिँ हामीले कुन फिल्म हेऱ्यौँ भनेर तपाईँहरूलाई भिडियो अन्तिमसम्म हेर्दै जाँदा थाहा नै हुनेछ। मलाई चाहिँ नेपाली फिल्म हेर्न त्यति धेरै इन्ट्रेस्ट लाग्दैन, भए पनि दिदीले र मायाले अलिकति फोर्स गरेको भएर हामी चाहिँ हिजो फिल्म हेर्न गएका थियौँ साथीहरू। हामी चाहिँ हलमा गए पनि खाजा चाहिँ हामीले बाहिरबाट नै लिएर जाने भन्ने प्लान थियो, किनकि त्यहाँ चाहिँ बाहिरबाट लानु पनि अलाउड। हामी चाहिँ यहाँबाट खाजाहरू लिएर निस्क्यौँ अनि फेरि भाउजूसँग भेट्ने अलिकति काम थियो, त्यसैले भाउजूले भेट्न जाने भनेर हामी यो मन्डीभित्रबाट छिर्यौँ। हामी मन्डीपट्टिबाट पारिपट्टि चाहिँ रहेछ भाउजूको पसल। हामीले चाहिँ नचिनेर बाटो खोज्दै खोज्दै बल्ल तल भेट्यो। अनि हामी चाहिँ भाउजूकोमा पसलमा फर्स्ट टाइम जाँदैछौँ, त्यही भएर चाहिँ हामीलाई लोकेसन थाहा थिएन। अनि भाउजू चाहिँ बाहिर निस्केर बस्नुभएको रहेछ, बाटो चिन्दैनौँ है भनेर कल गरेको। अनि भाउजूसँगको सानो कामपछि चाहिँ हामी भाउजूको पसलबाट निस्किसकेका छौँ, किनकि हामीलाई अलरेडी हतार भइसक्यो। भाउजूको पसल चाहिँ सिद्धार्थ चोकमा हो र हामी चाहिँ फिल्म हेर्न जाने उता माथि पालिकी चोक हो नि त। अलिकति सिद्धार्थ चोकबाट पालिकी चोक जान त अलिकति धेरै नै टाइम लाग्छ नि त साथीहरू। सो स्टार्ट हुन चाहिँ जम्मा आधी घन्टा थियो र हामीलाई यहाँबाट जान नै 20 मिनट 25 मिनट जति लाग्छ कि फेरि वहाँ गएर टिकटहरू पनि काट्नुपर्छ नि त भन्ने सोचले हामी चाहिँ सर्टकट भित्री बाटो हिँडिरहेको थियौँ। तर भित्र पनि एकदम लामो थियो कि साथीहरू। म चाहिँ अहिलेसम्म गरेर जम्मा 3 पटकभन्दा हल्का छैन कि, किनभने म नेपाली फिल्म धेरै हेर्दिनँ अनि हिन्दी फिल्म इङ्ग्लिस फिल्महरू त 1-2 दिनमै फेरि हामीले हेर्न सकिन्छ नि त। हामीले चाहिँ फिल्म हेर्न जाने भनेर 1 हप्तादेखि नै प्लान गरेको थियौँ। बल्ल 1 हप्तापछि चाहिँ हाम्रो प्लान हिजो सक्सेस भयो। भिडियो चाहिँ मैले हिजो नै एडिट गर्छु भन्ने सोचेको थिएँ, तर हिजो चाहिँ गर्न सकिनँ, किनभने मेरो अलिकति कामहरू थियो कि हिजो चाहिँ। तपाईँहरूले के काम हो भन्ने कुरा चाहिँ भोलिको भ्लगमा थाहा पाउनुहुनेछ। हामी चाहिँ 20-25 मिनटको हिँडाएपछि चाहिँ बल्ल 12 हलमा चाहिँ पुगेका थियौँ। यो छोरी मान्छेको जातलाई फेरि अरूले जे गर्यो त्यो चाहिँ गरिहाल्नु पर्ने कि। सबैजना चाहिँ फिल्म हेर्न गइरहेका छन्, हामी चाहिँ नजाने भनेर दिदीले र मायाले चाहिँ मेरो दिमाग खराब गरिरहेको थिए। फिल्म चाहिँ धेरै नै राम्रो छ भनेर सुनिरहेको थिएँ। हेरौँ कस्तो छ, अब फिल्म हेरेपछि थाहा हुनेछ कस्तो रहेछ भनेर। मुभी हेर्न गयो भनेर त मैले भने, तर तपाईँहरूलाई पनि लागिरहेको होला है मुभी चाहिँ कुन चाहिँ हेर्न गयो होला यिनीहरू भनेर। हामी चाहिँ गौथली भन्ने मुभी हेर्न गएको थियौँ साथीहरू। तपाईँहरूले चाहिँ त्यो मुभी हेर्नुभयो कि नै कमेन्टमा भनिदिनु होला। हेर्नु भएको छैन भने चाहिँ हेर्नु होला, र हेर्नु भएको छ भने चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई भनेर कमेन्ट गरिदिनु नबिर्सिनु होला। अनि हामीले चाहिँ 3टा स्पेसलको टिकट लिएर हामी चाहिँ टिकट चेकआउट गरेर भित्र गयौँ। अनि भित्र हलमा चाहिँ धेरै मान्छेहरू जानुभएको रहन्छ र हामी पनि एकछिन बाहिर बसौँ अनि जाउँला भनेर हामी पनि यहीँ बसेका थियौँ। मुभी चाहिँ 12:30 बजे स्टार्ट हुन्छ भनेर हामी हतार आएको थियौँ, तर मुभी चाहिँ 12:45बाट चाहिँ बल्ल स्टार्ट हुने रहेछ। अनि फेरि भित्र गएर होइन, भित्रै गएर बसौँ, सिट चुज गरेर बसौँ कुन चाहिँ कम्फर्ट हुन्छ भनेर हामी चाहिँ भित्र गएका थियौँ साथीहरू। भित्र गएर स्पेसलमा हेरेको चाहिँ जम्मा 2-3 जना भन्दा हुनुहुँदो रहेछ कि। अनि मलाई चाहिँ कस्तो बोरिङ लाग्यो कि, धेरै मान्छेहरू भए पो रमाइलो हुन्छ नि त। टिकट त काटिहाल्यो, तर मलाई चाहिँ यहाँ तल चाहिँ त्यति रमाइलो लागेन, त्यही भएर अनि माथि बसौँ न त भनेर मैले फेरि यो टिकटलाई पैसा एड गरेर मिल्छ कि मिल्दैन भनेर बाहिर चाहिँ गएको थिएँ। अनि बाहिर गएको चाहिँ मिल्ने त होइन कि भयो नि, मान्छे धेरै नभएर तपाईँहरू जानु माथि सिट खाली रहेछ भनेर हामी चाहिँ पैसा एड गरेर फेरि माथिपट्टि चाहिँ गयौँ। अनि माथि गएर बसेको त सिट पनि कम्फर्ट रहेछ साथीहरू, अनि हेर्न पनि सजिलो के। तलबाट चाहिँ अलिकति माथिपट्टि हेर्नु पर्थ्यो भने माथिबाट चाहिँ अलिकति तलपट्टि हेर्नुपर्छ रहेछ। त्यतिकैमा हाम्रो मुभी पनि यता स्टार्ट भइसकेको थियो साथीहरू। अनि माथि गएर हेरेको त लगभग सिटहरू पनि सबै फुल भइसकेको रहेछ कि। माथिबाट हेर्नुको चाहिँ मजै छुट्टै छ नि त साथीहरू। अनि त्यतिकैमा ब्रेक टाइम पनि भयो। ब्रेक टाइम चाहिँ हामीले बाहिरबाट नै खाजा लिएर गएको थियौँ नि त, अनि त्यही खाएका थियौँ साथीहरू। अरू हलमा चाहिँ बाहिरबाट खाना लान अलाउड छैन, तर यहाँ चाहिँ थियो, त्यो चाहिँ मलाई गुड लाग्यो। 2 hours later हाम्रो चाहिँ मुभी पनि सक्यो साथीहरू। हामीलाई चाहिँ अलिकति हतार थियो, किनकि भान्जा स्कुल छोडेर आएको थियौँ नि त। हामी चाहिँ त्यही भएर हतार गरेर यहाँबाट निस्किदिएको थियौँ। मुभी चाहिँ एकदमै राम्रो रहेछ। मैले नेपाली फिल्महरू नहेर्ने भए पनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ। तपाईँहरू पनि नहेर्नु भएको एकचोटि अवश्य हेर्नु होला।